छ हैन के भइरहेको छ आज मेरो बाडीलाई नमानेर आज सती गई मलाई यस्तो लागिरहेको छ आज सती अब मसँग छैन आज यज्ञले यो दक्षले यज्ञ गरेर आज ठुलो ठुलो घोर पाप गरेको छ मेरो अपमान गरेको छ मैले यसै छोड्नेवाला छैन मेरा भक्त वीरभद्रलाई बोलाएर त्यो यज्ञलाई अवश्य पनि विध्वंस पार्नै पर्छ वीरभद्र वीरभद्र जाऊ आज दक्षले ठुलो यज्ञ चलाइरहेको छ आज मेरो अपमानको निमित्त भनेर त्यसकारण जाऊ त्यो दक्षको यज्ञलाई विध्वंस गरेर लछार पछार बनाएर त्यो दक्षको शिर पनि छेदन गरेर आऊ जाऊ दक्ष प्रजापति स्वाहा स्वाहा ओम स्वाहा ओम स्वाहा ओम स्वाहा हैन को हो किन आएको यहाँ शिवको निन्दा गरिस् तैले शिवको अपमान गरिस् यसको दण्ड तैले अवश्य पाउनेछस् हैन के गर्दैछ यहाँ आएर मेरो एकलाई किन विध्वंस गरिरहेका को हो तिमी किन आएको यहाँ तैले शिवको निन्दा गरिस् तैले शिवको अपमान गरिस् हो त्यसको दण्ड दिन आएको म रुद्र स्वरूप वीरभद्र हुँ म हरि भाइ छोड मलाई छोड छोड मलाई तैयारी हो शिवको क्रोध सहन तैयारी हो होइन पनि कहाँ छोड्छु न त्यसै होइन अगाडि
निन्दा गर्ने त शिव निन्दा गर्ने त पशु होस् दक्ष तलाई यही दण्ड उचित हुनेछ वीरभद्र वीरभद्र प्रकट हो प्रभु वीरभद्र मैले तिमीलाई जस्तो आज्ञा गरेको थिएँ कि मेरो आज्ञालाई पालन गर्यौ तिमीले अवश्य प्रभु दक्षको यज्ञ विध्वंस गरेर दक्षको शिर छेदन गरेर हवन कुण्डमा हवन गरिदिए प्रभु दक्षको शिर छेदन गरेर हवन कुण्डमा हवन गर्यो अरे वीरभद्र हामीले यस्तो कर्म गर्नु हुँदैन कसैको अपमान त गर्ने हो तर त्यसलाई यसरी शिर छेदन गरेर जुन यज्ञ चलिरहेको छ त्यसलाई हामीले विघ्न गर्नु हुँदैन त्यसकारण ए वीरभद्र जाऊ यहाँबाट उत्तर दिशामा जाऊ तिमीले जसको शिर पहिला भेट्छौ त्यसैको शिर ल्याएर त्यो दक्षको शिरलाई पुनः जस्ताको तस्तै बनाइदेऊ जोडिदेऊ जाऊ जाऊ वीरभद्र आज्ञा प्रभु जाऊ हे प्रभु हजुरको लीला पनि अपरम्पार छ जसले निन्दा गर्यो जसले अपमान गर्यो त्यसलाई पुनः जीवित बनाउँदै हुनुहुन्छ प्रभु हे दयाका सागर भोलेनाथ हे कैलाशपति महादेव हजुरलाई कोटी कोटी प्रणाम छ पशु तुल्य हो जसले शिवको निन्दा गर्छ जसले शिवको अपमान गर्छ त्यो पशु तुल्य हुनेछ त्यसैले तलाई तेरा निमित्त यही मुखको शिर त्यसरी शिव निन्दामा तेरो यो कण्ठबाट शिवको निन्दा र अपमान गरिस् त्यसै गरी यही पशु सरहद गरेर यही जगतमा परिचित हुनेछस् जसले शिव निन्दा गर्छ जसले शिव अपमान गर्छ त्यसको यही गति हुनेछ हे प्रभु दक्षको शिर जोडिदिए तापनि प्रभु मैले ममा सामर्थ्य छैन प्राण दान दिने प्रभु दक्षलाई प्राण दान दिनुहोस् प्रभु अवश्य वीरभद्र तिमीले चिन्ता मान्नु पर्दैन आज म बडो शोकमा परिरहेको छु आज मेरी अर्धाङ्गिनी सती महारानी आज मलाई छोडेर गइसकेकी छन् त्यसकारण आज म शोकमा रहेको हुनाले जाऊ मैले आज दक्षको प्राण पनि जीवित गरिदिनेछु तिमी आफ्नो धाममा जाऊ जब जब मलाई आपत पर्छ जब जब तिम्रो मलाई सहयोग चाहिन्छ म तिमीलाई आह्वान गर्नेछु वीरभद्र जाऊ मलाई शोकमा रहन देऊ जो आज्ञा प्रभु सती आज मेरी सती मलाई छोडेर मलाई एक्लै पारेर गएकी छिन् अब म कसरी बाँच्ने हो कसरी मैले रमण गर्ने हो यो कैलाशमा मैले केही सोच्न पनि सकेको छैन बुझ्न पनि सकेको छैन दक्ष आज तिमीले मेरो अपमान गरेर मलाई घोर विरोध पनि गर्यौ तर तिम्रो मैले यो प्राणलाई बचाउने कर्म गर्नेछु दक्ष आज तिमीले जबसम्म
नाम लिन सकेका थियौ मेरो, त्यति बेलासम्म त लिएनौ। अब तिमीलाई यो बोकाको शिर भए पनि तिम्रो शिरमा जोडिएको छ। अब तिमीले जसरी पहिला जस्तो नाम उच्चारण गर्न नसके पनि तिम्रै भाषामा सधैँभरि भगवानको कीर्तन गर, मेरो कीर्तन गर। उठ दक्ष, उठ दक्ष, उठ। सती, हे सती, एकपटक आँखा खोल न सती। सती उठ न सती। हे पिताजी चिन्ता नगर्नुहोस्, हजुरले हात जोड्नु पर्दैन मलाई। यो त तपाईको मात्र दोष होइन, यो त समयको दोष हो, यो समयको खेल हो। त्यसकारण जानुहोस्, आफ्नै अर्धाङ्गिनीलाई लिएर यहाँबाट जानुहोस्। आज म बडो शोकमा परिरहेको छु। मेरी अर्धाङ्गिनी सती महारानी जो मृत्यु शैय्यामा भए पनि, आज यो मृत्यु शरीरलाई भए पनि मैले यो संसारको विचरण गराउँछु, भ्रमण गराउँछु भनेर बाचा गरेको थिएँ। जानुहोस्, हजुरलाई मैले क्षमा दिइसकेको छु। जानुहोस्, आफ्नो ठाउँमा गएर विराजमान हुनुहोस्। हजुरले अब जति जीवन रहन्छ तबसम्म शिव गुणगान, भगवानको नाम सधैँभरि लिनुहोला। हजुरको कल्याण हुनेछ। जानुहोस् पिताजी, माताजी, हजुरहरू जानुहोस्। स्वामीजी, मैले हजुरलाई पहिल्यै भनेको थिएँ त, हजुरले सुन्नु भएन। कति दयालु हुनुहुन्छ हाम्रो भोले बाबा, हाम्रो सतीका पति कति दयालु हुनुहुन्थ्यो। आज जानुहोस् माता, यस्तो गर्नु। जानुहोस्, हजुरहरू जानुहोस्। मलाई एकैछिन सती महारानीसँग बस्न दिनुहोस्। रानी सती, उठ न सती, उठ न। तिमीलाई मैले बारम्बार भनेको थिएँ सती नजाऊ भनेर, तर तिमीले मानिनौ सती। तिमीले मेरो कुरा मानिनौ। आज मलाई छोडेर तिमी गएको छौ। तिमीलाई मैले काँधमा राखेर भए पनि यो संसारको विचरण गराउने छु सती। सती, सती। अब म कसरी बाँच्ने हो? मलाई कसले त्रिशूल ल्याएर दिन्छ, कसले भस्म घस्दिन्छ? मलाई एक्लै बनायो सती, एक्लै। हिँड सती, म तिमीलाई बाचा गरेको थिएँ यो संसारको भ्रमण गराउँछु भनेर। तिमीलाई म सबै लोकको भ्रमण गराउनेछु, यो मृत शैय्यामा भए पनि, यो मृत शरीरलाई भए पनि। सती हिँड सती, 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 सती।